नमस्कार दर्शकबिन, म यति बेला धरानको श्रम संस्कृति पार्कमा आइपुगेको छु र मेरो काठमाडौँ टु मेचीसम्मको यात्राको अभियान अन्तर्गत यति बेला धरानको मेयर साहब चाहिँ नै हर्क साम्पाङको वृक्षारोपण श्रम संस्कृति पार्कमा आइपुगेको छु र यहाँ उहाँले चाहिँ नि रोप्नु भएको बिरुवाहरू यो चाहिँ नि तपाईको 100% सबै बिरुवाहरू चाहिँ नि सरेको र कुनै पनि बिरुवाहरू नमरेको पाइयो र म तपाईहरुलाई यहाँबाट जसरी भए पनि जे जस्तो छ यहाँको चाहिँ नि सम्पूर्ण सबै फुटेजहरू तपाईहरुलाई म यहाँबाट देखाइरहेको छु दर्शक। र यहाँ रोप्नु भएको बिरुवाहरू कुनै पनि मरेको पाइएन। सबै बिरुवाहरू चाहिँ नि 100% बिरुवाहरू बाँचेको छ। तपाईहरुले जस्ताको तस्तै भिडियो मार्फत देखिरहनु भएको छ। यो मेरो दृश्य मार्फत पनि अवलोकन गरिरहनु भएको छ र हेरिरहनु भएको छ दर्शकबिन। यी देखिहाल्नु भयो गरे के हुँदैन र भने जस्तै यहाँ चाहिँ नि जसरी काठमाडौँमा पनि मेयर साहबले चाहिँ काठमाडौँको मेयर साहब बालेन शाहले चाहिँ नि गर्नुभएको काम र यहाँको हर्क साम्पाङले गर्नुभएको काम यो चाहिँ नि एकदमै सराहनीय छ। देशका चाहिँ नि सम्पूर्ण जनताहरूले उहाँहरूलाई चाहिँ नि मान्नु भएको छ। उहाँहरूको कार्यलाई चाहिँ नि थप रूपमा ऊर्जाको साथ ऊर्जाशील बढाउनको निम्ति उहाँहरूले चाहिँ नि धेरै राम्रो कामहरू गरेको चाहिँ नि देशमा महसुस भएको छ। यसरी नै काम गर्दै जाने हो भने देश चाहिँ नि छिट्टै डेभलप हुँदैन भन्न सकिँदैन दर्शक।